तपाईले रुलिङ गर्ने अधिकार छ प्रधानमन्त्रीमाथि। कुनै पनि मन्त्री, कुनै पनि प्रधानमन्त्री, कुनै पनि संसदमाथि तपाईले रुलिङ गर्ने अधिकार छ। त्यो अधिकार कसले रोकेको छ सभामुख महोदय? यो सदनले जान्न चाहन्छ। तपाईले त्यो अधिकार प्रयोग गर्न कसले रोक्यो? तपाई सार्वभौम संसदप्रति, कार्यपालिका प्रमुख प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउन सक्नुहुन्न र सभामुख महोदय? यो कुरो चाहिँ संसद मार्फत पुरै नेपालले, पुरै देशले जान्न चाहेको छ सभामुख महोदय। त्यो कारणले एउटा निश्चित मिति र निश्चित समय हामीलाई तोकियोस् र रुलिङ होस्, ताकि प्रधानमन्त्री आएर यो सदनलाई यहाँबाट उठेका प्रश्नहरूको जवाब दिउन्। किनभने यो संसदभन्दा ठुलो कोही पनि छैन र यो सार्वभौम सत्ता सम्पन्न यो संसदको गरिमालाई प्रधानमन्त्री जस्ता व्यक्तिले पनि अंगीकार गर्नै पर्छ। यो विषयमा रुलिङ होस् भनेर मेरो चाहना छ। माननीय सदस्यहरूको कुरा सुनेर मैले त निरन्तर मेरो आफ्नो ठाउँबाट भनि नै रहेको छु, जानकारी गराइ नै रहेको छु। सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आएर मान्य सदस्यहरूको प्रश्नको उत्तर दिनको लागि तयारी हुनुहुन्छ, उहाँ आउँदै हुनुहुन्छ। त्यसकारणले त्यो सम्बोधन हुन्छ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी छ। त्यसैगरी सत्ता पक्षलाई पनि उहाँहरू पनि संवादमै हुनुहुन्थ्यो। सरकारको प्रतिनिधिहरू, मन्त्रीज्यूहरू यहीँ हुनुहुन्थ्यो। त्यसकारणले मैले बिहानदेखि नै निरन्तर भनिरहेको छु, सम्माननीय प्रधानमन्त्रीज्यू छिट्टै सदनमा आएर मान्य सदस्यहरूको प्रश्नको जवाफ दिनुहुनेछ भनेर मैले पटक पटक भनिरहेकै हो।